ललितपुर चेम्बर अफ कमर्स यलो जिल्ला पाखे निर्वाचित जुपी प्रतिनिधि सभा व प्रदेश सभाಯ सदस्यतेत जाचो याना भिन्तुना देछागुदु ललितपुर चेम्बर या नाय पुष्परत्न साके नायश्री यले आइतबार जुगु ज्याचोले नवनिर्वाचित सांसदतेत भिन्तुना देछागु ख ज्याचोले प्रतिनिधि सभा निर्वाचित जुपी सांसद प्रेम महर्जन डाक्टर तोसीमा कार्कीलिसे प्रदेश सभा निर्वाचित जुपी सांसद रामकृष्ण चित्रकार रामेश्वर श्रेष्ठ प्रेम भक्त महर्जन नवाना दिगुखा हामी सम्पूर्ण जनप्रतिनिधिहरूको एउटै ध्यान अब जनताको निमित्त हामीले गर्ने कामहरूको विषयमा हुनेछ र हाम्रा कामहरू जनताको निमित्त हुनेछ र मुलुकको भविष्य र नीति निर्माण तहदेखि यहाँको विकास सबै काममा हामी लाग्छौँ। मूलत हामीले हाम्रो मुलुक समृद्धिका निमित्त अहिले के चाहेका छन् जनताको इच्छा आकांक्षा आवश्यकता यी सम्पूर्ण कुराहरूमा हामीले ध्यान दिने हो भने उपमेयरजीलाई हार्दिक धन्यवाद। र हामीले हाम्रो सहर हाम्रो वातावरण अहिले युवाहरूको आवश्यकता शिक्षा स्वास्थ्य रोजगार जस्ता र जनताको आवश्यकता खानेपानी र वातावरण सरसफाई यस्ता थुप्रै कुराहरूको एउटा समस्याको रूपमा रहेका हाम्रा ज्वलन्त उदाहरणहरू छन् र त्यसका निमित्त हामीले सहकार्य गर्नु अत्यन्त जरुरी छ आवश्यक छ र हामी प्रतिनिधि सभाका सदस्यहरू प्रदेश सभाका सदस्यहरू र विशेषतया संघीय सरकार प्रदेश सरकार स्थानीय सरकार अझ हामीले वडा तहसम्म पनि हामीले जनप्रतिनिधिहरूको एउटा भावनाले बुझेर संयुक्त रूपमा काम गर्ने एउटा अवसर अहिले जुटेको छ। त्यही जुटेको अवसरले हामी संयुक्त रूपमा हामी काम गरेर अगाडि बढ्नेछौँ। मेरो विचार भ्रष्ट छ भ्रष्ट विचार हजुरहरू समस्या राख्न चाहन्छु। हामी हामी स्थानीय सरकार प्रादेशिक सरकार र केन्द्रीय सरकार मिलेर ललितपुर 3 नम्बर क्षेत्र मात्र नभएर ललितपुर 3 नम्बर क्षेत्रलाई प्रतिनिधित्व गर्दै मैले चाहिँ हैन देशवासी सम्पूर्णलाई हित हुने शिक्षा स्वास्थ्य रोजगारीका विषयहरू छन् खानेपानी सडक अघि हाम्रो सरले पनि औल्याइसक्नु भएको छ। ती सम्पूर्ण मुद्दाहरूमा के गर्न सकिन्छ त विभिन्न 3 तहको सरकारले समन्वय गर्दै अगाडि बढ्ने हो। मैले हाम्रो मेयर साहबहरूलाई पनि देखिरहेको छु अरू निर्वाचित हुनुभएका सदस्यहरू पनि हुनुहुन्छ हैन उहाँहरू सम्पूर्णले हामी अब हातेमालो गर्दै एकअर्कासँग अगाडि बढ्ने छौँ। ४५ सालदेखि नै हामी नयाँ सरकार खास गरेर लोकतन्त्र आर्थिक एजेन्डालाई अगाडि बढाउनु पर्छ भन्ने विषय हामी सबैको एजेन्डाको प्रयोग तर राजनीतिक अस्थिरताको कारणले गर्दा कुरालाई हामीले एउटा निष्कर्षमा आउँदैछ पुर्याउन सकेका छैनौँ। त्यसमा दिने पारै बन्नु लाग्यो। अब राजनीतिक एजेन्डा सकिएको छ अब राजनीतिक क्राइटेरिया सकिएको छ राजनीतिक परिवर्तन र हामीले हासिल गरिसकेका छौँ र आर्थिक एजेन्डामा अब हामी प्रोटेस्ट गर्नुपर्छ आर्थिक क्रान्तिको एजेन्डालाई लिएर अगाडि बढ्नुपर्छ भनेर भन्नुभएको थियो। अहिलेसम्म पनि हामीले त्यो कुरालाई टुङ्ग्याउन सकेका छैनौँ। अहिले पनि हाम्रो एजेन्डा केही छ। तपाईँ हामी सबै देशमा स्थिर सरकारको अपेक्षा गरिरहेका छौँ। यो निर्वाचनले स्थिर सरकारको बन्नमा कतै समस्या आउने हो कि भन्ने कुराहरूमा देखाइरहेको परिदृश्य हुँदाहुँदै पनि तर पनि देशको सबै राजनीतिक दलहरू सचेत हुनुहुन्छ सचेत छन् हाम्रा सबै राजनेताहरू। त्यस कारणले गर्दाखेरि स्थिर सरकार बन्ने छ भन्ने कुरामा हामी आश्वस्त हुनुपर्छ जस्तो मलाई लाग्छ। भोलि यसले के गर्ला आफ्नो ठाउँमा छ तर पनि जुन सामाजिक रूपान्तरण र आर्थिक रूपान्तरणका कुराहरू जुन आइरहेको छ र यो सबै दलको सबै सङ्घ संस्थाहरूको र सबै जनताको चाहना र अपेक्षा पनि हो। हामी निर्वाचित भइसकेपछि पनि हामीले
आफ्ना एजेन्डाहरूको कुरामा लिएर जाँदाखेरि साँच्चीकै देशलाई समृद्ध बनाउनको लागि आर्थिक रूपमा यो देशमा धेरै खालका गतिविधिहरू गर्नु आवश्यक छ भन्ने खालका आफ्ना धारणाहरू पनि लिएर गइरहेको थिएँ र मलाई लाग्छ हामीले देखिरहेका छौँ नेपालमा 50 लाख विदेशीमा युवाहरू चाहिँ विदेशी बाध्य हुनु परेको छ तर हामीले यहाँ भएका चाहिँ मतलब नि व्यवसायहरूमा चाहिँ त्यति प्रष्टुतीकरण गर्न सकिरहेको छैन त्यसका चाहिँ मलाई लाग्छ तपाईँले जुन खालको आयोजना गर्नुभएको छ तपाईँहरूको त्यो क्षेत्रमा चाहिँ विज्ञता हुनुहुन्छ त्यसका चाहिँ त्यसमा तपाईँहरूले चाहिँ त्यही खालका रोजगारी सृजना गर्ने खालको कुराहरूमा मलाई लाग्छ यहाँले ध्यान दिनुभयो भने त्यसले 50 लाख जुन खालको विदेशीमा युवाहरू चाहिँ जुन खालको विदेशीमा बाध्य हुनु परिरहेको छ त्यसमा हामी के रूपमा चाहिँ मतलब अब फर्काउन सक्छौँ अथवा यही रोजगारी सृजना गर्न सक्छौँ भन्ने खालको कुरा हो। अध्यक्ष ज्याजोले यल्लो महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न साक्य लगायत नवनिर्वाचित सांसद भिन्तुना देशनाति गुख प्रेमजी लगायत सभासदज्यूहरूलाई मैले मेरो अन्तस्करणदेखि नै उहाँहरूले विदेशी प्राप्त गर्नुभएको हुनाले उहाँहरूलाई म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। उहाँको कार्यकाल एकदम सफल होस् र मैले भन्ने गरेको छु म मेरो काम गर्दाखेरि मलाई टेक्ने धरातल चाहिन्छ, समाउने हाम्रो चाहिन्छ, तसर्थ उहाँहरू त्यो क्षमतामा हुनुहुन्छ भन्ने कुराले म चाहिँ आश्वस्त र विश्वस्त छु। पक्कै पनि यो हामी चेम्बर अभियन्ताहरूको यहाँसँग एउटा हातेमालो गरेर मुलुकलाई कसरी समृद्ध बनाउन सक्छ भन्ने प्रयास हो भन्ने कुरामा म यहाँलाई अनुरोध गर्न चाहन्छु। विशेष गरी अहिलेको जुन किसिमको एउटा मतको परिणाम आएको छ यहाँहरूको चाहिँ विभिन्न दलगत एउटा आफ्नो पोलिटिकल एजेन्डा जनमत लिने एजेन्डा होला तर आर्थिक एजेन्डामा यहाँहरू सबै एकै ठाउँमा मुलुकको जिल्लो विकासको लागि रहनु पर्दछ भन्ने कुरा सन्देश भएको छ र यसमा यहाँहरू चाहिँ मिलेर नै चाहिँ एउटा हातेमालो गरेर मुलुकलाई अगाडि बढाउन हुन म विनम्र चेम्बर अफ कमर्सको तर्फबाट आग्रह गर्न चाहन्छु। अहिले जुन चाहिँ विजय भएर आउनुभएका प्रतिनिधि सभा र प्रदेश सभाका हाम्रा सभासदज्यूहरूलाई विशेष आग्रह के गर्न चाहन्छु भने अब उहाँहरू पहिले जुन किसिमको चुनावको बेलामा उहाँले विभिन्न किसिमका घोषणा पत्र र प्रतिबद्धता पत्र व्यक्त गर्नुभएको होला तर त्यो आफ्नै एक ठाउँमा मतलब चाहिँ अलग राखेर अब म होइन, मेरो पार्टी होइन, अब हामी हो, अब हामी ललितपुरका वासी हौँ, ललितपुरका वासीलाई कसरी राम्रोसित गर्न सक्छौँ, ललितपुरका जनताप्रति कसरी एउटा सदाशय गरेर यहाँका जनताहरूलाई अरू 77 जिल्लामध्ये सबभन्दा उत्कृष्ट जिल्ला कसरी बनाउन सकिन्छ भन्ने मेरो विचारमा उहाँहरूको प्रण हुनुपर्ने छ। स्कुलमा पढ्ने बेलामा म कहिले